नमस्ते। शिक्षक सेवा र लोकसेवा तयारी गरिरहनुभएका सम्पूर्ण साथीहरूलाई नेपालको भूगोल भाग 2 मा आधारित यस विशेष व्याख्यात्मक प्रस्तुतिमा स्वागत छ। आजको यो सेसन एकदमै परीक्षा लक्षित र महत्त्वपूर्ण हुनेछ। हामी नेपालको धरातल, यहाँको हावापानी, जनजीवन र प्राकृतिक स्रोतहरूको बारेमा छलफल गर्दैछौँ र साथसाथै केही एकदमै सम्भावित बहुवैकल्पिक प्रश्नहरू पनि सँगसँगै हल गर्नेछौँ। ल अब ढिला नगरी आजको विषयवस्तुमा प्रवेश गरौँ। आज हामीले खास गरी 4वटा मुख्य क्षेत्रहरूलाई समेटेका छौँ। पहिलो, धरातल र हावापानी। दोस्रो, जनजीवनमा यसको प्रभाव। तेस्रो, हाम्रो प्राकृतिक स्रोत र यसको उपयोग। र अन्त्यमा परीक्षामा सोधिन सक्ने विशेष प्रश्नोत्तर। यी शीर्षकहरूले यहाँहरूको पाठ्यक्रमको एकदमै ठूलो र महत्त्वपूर्ण हिस्सा कभर गर्नेछन्। पहिलो खण्डबाट सुरु गरौँ है त, धरातल र हावापानी। यसलाई हामी नेपालको एउटा विशाल क्यानभास भन्न सक्छौँ, जहाँ हाम्रो देशको सम्पूर्ण भौगोलिक र भौतिक यथार्थ कोरिएको छ। हेर्नुस् त, नेपालको पूर्व पश्चिम लम्बाइ करिब 885 किलोमिटर छ। तर यो सानो चौडाइभित्रै हामीले समुद्री सतहबाट 58 मिटरदेखि 8848.86 मिटरसम्मको अविश्वसनीय उचाइको भिन्नता पाउँछौँ। धरातलको यही तीव्र उतार चढावले नै देशको समग्र हावापानी र जनजीवनलाई डोर्याएको छ। अब एउटा प्रश्नबाट हाम्रो स्मरण शक्ति जाँचौँ है त। नेपालको सबभन्दा होचो भाग कुन होला? एकैछिन यसो विचार गरौँ त। पक्कै पनि सही उत्तर अनुमान गरिसक्नुभयो होला। सही उत्तर हो झापा जिल्लामा अवस्थित केचनाकवल। यो समुद्री सतहबाट जम्मा 58 मिटर उचाइमा छ। यसले नेपालको धरातलीय स्वरूपको न्यूनतम बिन्दुलाई प्रष्ट पार्छ, जहाँबाट हाम्रो देशको उचाइ सुरु हुन्छ। अब साँच्चै रोचक कुरा के छ भने, उचाइको आधारमा हामीले नेपालको हावापानीलाई सजिलै 5 भागमा बाँड्न सक्छौँ। यसलाई सम्झन एकदमै सजिलो छ। यसरी हेरौँ, 1200 मिटरसम्म उष्ण मनसुनी, 1200 देखि 2100 मिटरसम्म न्यानो समशीतोष्ण, 2100 देखि 3300 मिटरसम्म ठण्डा समशीतोष्ण, 3300 देखि 5000 मिटरसम्म लेकाली र 5000 मिटरभन्दा माथि हिमाली वा टुन्ड्रा हावापानी पाइन्छ। यो डेटा परीक्षाका लागि एकदमै धेरै काम लाग्ने खालको छ नि। ल फेरि अर्को प्रश्न जुन धेरै पटक सोधिएको पनि छ। नेपालको चेरापुञ्जी भनेर कुन ठाउँलाई चिनिन्छ, जहाँ न्यानो समशीतोष्ण हावापानी पाइन्छ र एकदमै अत्यधिक वर्षा हुने गर्छ? एकदम सही। त्यो ठाउँ हो कास्की जिल्लाको पोखरा नजिकै रहेको लुम्ले। नेपालमै सबैभन्दा बढी वर्षा हुने स्थान भएकोले नै यसलाई नेपालको चेरापुञ्जी भनिन्छ। अब हामी दोस्रो खण्डतर्फ लागौँ, जनजीवनमा धरातलको प्रभाव। यो भौगोलिक क्यानभासले हाम्रो दैनिक जीवन, अर्थतन्त्र र संस्कृतिलाई कसरी प्रत्यक्ष रूपमा निर्देशित गर्छ भन्ने कुरा अब हामी बुझ्नेछौँ। हरेक कुराको 2 पाटा हुन्छन् नि, होइन र? हाम्रो यो धरातलीय विविधताको पनि त्यस्तै छ। एकातिर यसले विविध बाली उत्पादन र अपार पर्यटकीय सम्भावना दिएको छ भने अर्कोतिर बाढी, पहिरो जस्ता प्राकृतिक प्रकोप र भिरालो जमिनका कारण पूर्वाधार विकासमा लाग्ने उच्च लागत जस्ता नकारात्मक चुनौतीहरू पनि सृजना गरेको छ। यसलाई अझ गहिरिएर हेरौँ, समथर तराई क्षेत्रलाई हामी अन्न भण्डार मान्छौँ, जसले देशको 50.2% जनसङ्ख्यालाई खाद्यान्न धारेको छ। अर्कोतर्फ हिमाली क्षेत्रले पर्यटन र जडीबुटीलाई बढावा दिएको छ, अनि मध्य पहाडको हावापानीले विविध संस्कृति र कृषि प्रणालीलाई मलजल गरेको छ। यसरी प्रत्येक भौगोलिक क्षेत्रको आफ्नै विशिष्ट आर्थिक र सामाजिक भूमिका रहेको छ। अब हाम्रो तेस्रो खण्डमा प्रवेश गरौँ, प्राकृतिक स्रोत र उपयोग। यसलाई हाम्रो देशरूपी चित्रको रङ्गहरू भन्न सकिन्छ, जहाँ जल, जङ्गल र खनिजको अथाह भण्डार छ। यहाँ सबैभन्दा महत्त्वपूर्ण तथ्याङ्क के छ भने नेपालको कुल भूभागको 44.4% क्षेत्र वनजङ्गलले ओगटेको छ। यो एकदमै ठूलो हिस्सा हो जुन हाम्रो जैविक विविधता संरक्षण गर्न र भविष्यमा कार्बन व्यापारबाट आर्थिक लाभ लिन अत्यन्तै महत्त्वपूर्ण छ। तर अब यो तथ्याङ्क सुन्दा भने यहाँहरूलाई पक्कै अचम्म लाग्न सक्छ। अथाह खनिज सम्भावना भए तापनि आर्थिक वर्ष 2079-80 मा नेपालको कुल गारस्थ उत्पादनमा खानी तथा खनिज क्षेत्रको योगदान जम्मा 0.77% मात्र रह्यो। यसले हामीले हाम्रो सम्भावनालाई कति कम उपयोग गरेका छौँ भन्ने छर्लङ्ग पार्छ।
यति मात्र कहाँ हो र, हामीसँग अरू विरोधाभासहरू पनि छन्। जलविद्युतको यति धेरै सम्भावना छ, तर कुल मागको आधा पनि आपूर्ति हुन सकेको छैन। यद्यपि सामुदायिक वनको अवधारणा भने नेपालको लागि एउटा सफल मोडल बनेको छ। तर फेरि नदीनालामा हुने अनियन्त्रित ढुङ्गा, गिट्टी, बालुवाको दोहनले वातावरण बिगारेको छ। प्राकृतिक स्रोतको सही व्यवस्थापन र दिगो उपयोगले कसरी राष्ट्रिय सुरक्षालाई नै मजबुत बनाउँछ भन्ने कुरा विभिन्न अध्ययनहरूले प्रश्न पारेका छन्। ल, अब हामी आइपुग्यौँ आजको सबैभन्दा रोमाञ्चक खण्डमा, परीक्षा विशेष प्रश्नोत्तर। शिक्षक सेवा र लोकसेवाका लागि तयार पारिएका यी प्रश्नहरूको द्रुत अभ्यास गरौँ है त। म प्रश्न सोध्छु, सँगसँगै मनमने सही उत्तर सम्झिने प्रयास गरौँ। पहिलो प्रश्न, कुन हावापानीलाई शीत मरुभूमि वा कोल्ड डेजर्ट पनि भनिन्छ? भर्खरै हामीले हावापानीको वर्गीकरणमा यो तथ्य पढेका थियौँ नि। हो, सही उत्तर हो हिमाली वा टुन्ड्रा हावापानी, जुन 5000 मिटरभन्दा माथिको उचाइमा पाइन्छ। यो क्षेत्र अत्यधिक चिसो हुने र वर्षैभरि हिउँले ढाकिने भएकाले यहाँ मानव बसोबास र कृषि कार्य लगभग असम्भव नै छ। दोस्रो प्रश्न, यो तथ्याङ्क परीक्षाको दृष्टिकोणले निकै महत्त्वपूर्ण छ। मध्य पहाडी क्षेत्रले नेपालको कुल भूभागको कति प्रतिशत जमिन ओगटेको छ? र यसले उत्कृष्ट रूपमा के प्रश्न पार्छ भने यसको सही उत्तर 29.5% हो। तर यसमा याद गर्नुपर्ने थप रोचक तथ्य के छ भने नि, यो क्षेत्रको कुल खेतीयोग्य भूमिको 87% भाग भिरालो पहाडी पाखाहरूमा रहेको छ, जहाँ परम्परागत गराखेत प्रणाली अपनाइन्छ। तेस्रो प्रश्न, ग्रीष्म ऋतुमा लु चल्ने हावापानी कुन हो? यो नेपालको क्षेत्रीय मौसम सम्बन्धी निकै विशिष्ट भौगोलिक प्रश्न हो। पक्कै पनि यो उष्ण मनसुनी हावापानी हो। तराई र भावर जस्ता 1200 मिटरसम्मका होचा भूभागमा अत्यधिक गर्मीको समयमा यो तातो र सुक्खा हावा चल्ने गर्छ। अब अन्त्यमा एउटा गम्भीर प्रश्नमा विचार गरौँ त। प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र बढ्दो जलवायु परिवर्तनले हाम्रा सुन्दर हिमाल र हिमाली जनजीवनलाई भविष्यमा कस्तो असर गर्ला? के हामीले हाम्रो आर्थिक विकास र इकोलोजी बीचको सन्तुलन कायम गर्न सकेका छौँ त? यो साँच्चीकै नै मननयोग्य विषय छ। स्रोत सामग्रीहरूमा आधारित आजको यस व्याख्यात्मक प्रस्तुतिमा सँगै अध्ययन गर्नुभएकोमा धेरै धेरै धन्यवाद। एकदम राम्रोसँग परीक्षाको तयारी गर्दै अघि बढौँ। शुभकामना।